गुनासो सेवाबारे ग्राहकबाट गुनासो आएको छ। सेवाबारे ग्राहकबाट गुनासो आएको छ। ऊ भोजन ढिलो आएको भन्दै गुनासो गर्यो। ऊ भोजन ढिलो आएको भन्दै गुनासो गर्यो। मलाई तपाईप्रति कुनै गुनासो छैन। मलाई तपाईप्रति कुनै गुनासो छैन। साँझ साँझ साथीलाई भेटे। साँझ साथीलाई भेटे। आज साँझको आकाश धेरै सुन्दर छ। आज साँझको आकाश धेरै सुन्दर छ। म साँझ घुम्न जान्छु। म साँझ घुम्न जान्छु। भित्तो यो भित्तोमा चित्र टाँस्न मिल्छ। यो भित्तोमा चित्र टाँस्न मिल्छ। कोठाको भित्तो चिरिएको छ। कोठाको भित्तो चिरिएको छ। भित्तोमा फोटो झुन्ड्याइएको छ। भित्तोमा फोटो झुन्ड्याइएको छ। बग्नु नदी ठूलो आवाजमा बगिरहेकी छ। नदी ठूलो आवाजमा बगिरहेकी छ। उसको हातबाट रगत बगिरहेको थियो। उसको हातबाट रगत बगिरहेको थियो। समय धेरै छिटो बग्छ। समय धेरै छिटो बग्छ। झरिनु रुखबाट पात झर्यो। रुखबाट पात झर्यो। ऊ भर्याङबाट झर्यो र घाइते भयो। ऊ भर्याङबाट झर्यो र घाइते भयो। तापक्रम अचानक झर्यो। तापक्रम अचानक झर्यो। धसिनु धेरै वर्षाका कारण बाटो धस्यो। धेरै वर्षाका कारण बाटो धस्यो। पुरानो घरको भुइँ बिस्तारै धसिँदै गएको छ। पुरानो घरको भुइँ बिस्तारै धसिँदै गएको छ। पहिरोले जमिन धेरै धस्यो। पहिरोले जमिन धेरै धस्यो। राख्नु पुस्तक मेजमाथि राखिदिनुहोस्। पुस्तक मेजमाथि राखिदिनुहोस्। यो बाकसमा रोटी राखे। यो बाकसमा रोटी राखे। मैले त्यो पैसा सँगै राखे। मैले त्यो पैसा सँगै राखे। कारबाही अवैध क्रियाकलापमा प्रहरीले कारबाही गर्यो। अवैध क्रियाकलापमा प्रहरीले कारबाही गर्यो। नियम तोड्ने विद्यार्थीमाथि विद्यालयले कारबाही गर्यो। नियम तोड्ने विद्यार्थीमाथि विद्यालयले कारबाही गर्यो। कम्पनीले त्यस्ता कर्मचारीमाथि कडा कारबाही गर्ने निर्णय गर्यो। कम्पनीले त्यस्ता कर्मचारीमाथि कडा कारबाही गर्ने निर्णय गर्यो। असर यो औषधिको शरीरमा धेरै असर पर्छ। यो औषधिको शरीरमा धेरै असर पर्छ। मौसमको असरले विमान ढिलो भयो। मौसमको असरले विमान ढिलो भयो। उसको कुरा मेरो मनमा ठूलो असर पर्यो। उसको कुरा मेरो मनमा ठूलो असर पर्यो। मस्तिष्क
मस्तिष्क मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। मस्तिष्क मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। दुर्घटनापछि उसको मस्तिष्कमा चोट परेको थियो। दुर्घटनापछि उसको मस्तिष्कमा चोट परेको थियो। तनावले मस्तिष्कको कार्यमा खराब असर पार्छ। तनावले मस्तिष्कको कार्यमा खराब असर पार्छ। पालैपालो। सबैले पालैपालो बोल्नुहोस्। सबैले पालैपालो बोल्नुहोस्। हामी पालैपालो बच्चाको हेरचाह गर्छौं। हामी पालैपालो बच्चाको हेरचाह गर्छौं। बैठकमा सबैले पालैपालो आफ्नो विचार राखे। बैठकमा सबैले पालैपालो आफ्नो विचार राखे। अविरल। नदी अविरल बगिरहेकी छ। नदी अविरल बगिरहेकी छ। हिजो राति अविरल वर्षा भयो। हिजो राति अविरल वर्षा भयो। ऊ सफलताका लागि अविरल प्रयास गरिरहेको छ। ऊ सफलताका लागि अविरल प्रयास गरिरहेको छ। खोला। यो गाउँको छेउमा सुन्दर खोला बगिरहेको छ। यो गाउँको छेउमा सुन्दर खोला बगिरहेको छ। वर्षापछि खोलाको पानी बढ्यो। वर्षापछि खोलाको पानी बढ्यो। बालबालिका खोलामा खेलिरहेका छन्। बालबालिका खोलामा खेलिरहेका छन्। निगरानी। प्रहरीले उक्त क्षेत्रमा निगरानी बढायो। प्रहरीले उक्त क्षेत्रमा निगरानी बढायो। बिरामीको अवस्था 24 घण्टा निगरानीमा राखिएको छ। बिरामीको अवस्था 24 घण्टा निगरानीमा राखिएको छ। परीक्षा दौरान विद्यार्थीमाथि उचित निगरानी आवश्यक छ। परीक्षा दौरान विद्यार्थीमाथि उचित निगरानी आवश्यक छ। कारण। ऊ किन ढिलो आयो कारण के हो? ऊ किन ढिलो आयो कारण के हो? दुर्घटनाको कारण अझै छानबिन हुँदैछ। दुर्घटनाको कारण अझै छानबिन हुँदैछ। म त्यो घटनाको कारण बुझ्न सकिन। म त्यो घटनाको कारण बुझ्न सकिन। क्रम। यी नम्बरको क्रम अनुसार पढ्नुहोस्। यी नम्बरको क्रम अनुसार पढ्नुहोस्। घटना निम्न क्रममा भयो। घटना निम्न क्रममा भयो। यो काम 3 चरणको क्रममा गरिन्छ। यो काम 3 चरणको क्रममा गरिन्छ। अवश्य। तिमीले यो काम आजै अवश्य गर्नु। तिमीले यो काम आजै अवश्य गर्नु। म अवश्य तपाईलाई फोन गर्छु। म अवश्य तपाईलाई फोन गर्छु। यदि मौका पाइयो भने म अवश्य जानेछु। यदि मौका पाइयो भने म अवश्य जानेछु। मुतुवा। उनले राति मुतुवा गरे। उनले राति मुतुवा गरे। के उसलाई मुतुवा हुने बानी छ? के उसलाई मुतुवा हुने बानी छ?
मुटुवा बाल्यकालमा सामान्य कुरा हो। मुटुवा बाल्यकालमा सामान्य कुरा हो। अन्तिम। यो मेरो अन्तिम निर्णय हो। यो मेरो अन्तिम निर्णय हो। अन्तिम मौका नछाड्नु। अन्तिम मौका नछाड्नु। अन्तिम परीक्षा कठिन थियो। अन्तिम परीक्षा कठिन थियो। विभिन्न। विभिन्न देशका मानिसहरू यहाँ आएका छन्। विभिन्न देशका मानिसहरू यहाँ आएका छन्। हामीले विभिन्न तरकारी किनेका छौं। हामीले विभिन्न तरकारी किनेका छौं। यो समस्या विभिन्न कारणले उत्पन्न भएको हो। यो समस्या विभिन्न कारणले उत्पन्न भएको हो। मिसावट। यस दूधमा मिसावट छ। यस दूधमा मिसावट छ। पेट्रोलमा मिसावट भएको छ। पेट्रोलमा मिसावट भएको छ। खानामा मिसावट राख्नु हुँदैन। खानामा मिसावट राख्नु हुँदैन। सतह। टेबलको सतह फोहोर छ। टेबलको सतह फोहोर छ। पानीको सतहमा फोका देखिन्छ। पानीको सतहमा फोका देखिन्छ। भित्ताको सतह सम्याउनुस्। भित्ताको सतह सम्याउनुस्। निकै। आज निकै चिसो छ। आज निकै चिसो छ। यो किताब निकै रोचक छ। यो किताब निकै रोचक छ। उसले निकै राम्ररी बोल्छ। उसले निकै राम्ररी बोल्छ। तेज। कुकुर धेरै तेज दौडन्छ। कुकुर धेरै तेज दौडन्छ। यो चक्कु धेरै तेज छ। यो चक्कु धेरै तेज छ। आज घाम धेरै तेज छ। आज घाम धेरै तेज छ। जात्रा। आज काठमाडौँमा ठूलो जात्रा छ। आज काठमाडौँमा ठूलो जात्रा छ। हामी जात्रा हेर्न टोलमा गयौं। हामी जात्रा हेर्न टोलमा गयौं। इन्द्र जात्रा नेपालका प्रसिद्ध जात्रामध्ये एक हो। इन्द्र जात्रा नेपालका प्रसिद्ध जात्रामध्ये एक हो। अत्यन्त। उनी अत्यन्त व्यस्त छन्। उनी अत्यन्त व्यस्त छन्। यो स्थान अत्यन्त खतरनाक छ। यो स्थान अत्यन्त खतरनाक छ। आज मौसम अत्यन्त चिसो छ। आज मौसम अत्यन्त चिसो छ। सरल। यो किताब धेरै सरल छ। यो किताब धेरै सरल छ। तिम्रो उत्तर सरल र बुझ्न सजिलो छ। तिम्रो उत्तर सरल र बुझ्न सजिलो छ। सरल तर उपयोगी उपाय अपनाउनु पर्छ। सरल तर उपयोगी उपाय अपनाउनु पर्छ। उक्त। उक्त व्यक्तिले झुट बोले। उक्त व्यक्तिले झुट बोले। उक्त घटनामा 3 जना घाइते भए।
उक्त घटनामा 3 जना घाइते भए। उक्त कम्पनीले विवरण सार्वजनिक गर्यो। उक्त कम्पनीले विवरण सार्वजनिक गर्यो। दमकल। दमकल तुरुन्त घटनास्थलमा पुग्यो। दमकल तुरुन्त घटनास्थलमा पुग्यो। शहरमा नयाँ दमकल खरिद गरियो। शहरमा नयाँ दमकल खरिद गरियो। आगो लागेपछि दमकल बोलाइयो। आगो लागेपछि दमकल बोलाइयो। हालै। म हालै काठमाडौँ गएको थिएँ। म हालै काठमाडौँ गएको थिएँ। उसले हालै नयाँ काम सुरु गरिन्। उसले हालै नयाँ काम सुरु गरिन्। हालै मौसम निकै परिवर्तन भएको छ। हालै मौसम निकै परिवर्तन भएको छ। हत्या। उसले हत्या गर्न खोज्यो। उसले हत्या गर्न खोज्यो। हत्या गर्नु गम्भीर अपराध हो। हत्या गर्नु गम्भीर अपराध हो। उनीमाथि हत्या गरेको आरोप लाग्यो। उनीमाथि हत्या गरेको आरोप लाग्यो। जुका। जुका प्राय भिजेको ठाउँमा भेटिन्छ। जुका प्राय भिजेको ठाउँमा भेटिन्छ। जुकाले उसको खुट्टाबाट रगत चुस्यो। जुकाले उसको खुट्टाबाट रगत चुस्यो। जुका नदेखिनुहोस् भनेर उसले बाक्लो मोजा लगायो। जुका नदेखिनुहोस् भनेर उसले बाक्लो मोजा लगायो। नङ्गा। उसका नङ धेरै लामो छ। उसका नङ धेरै लामो छ। नङ काट्नु नियमित रूपमा गर्नुपर्छ। नङ काट्नु नियमित रूपमा गर्नुपर्छ। उसले नङमा रातो रङ लगाइन्। उसले नङमा रातो रङ लगाइन्। अपचलन। उसले कोषको पैसा अपचलन गर्यो। उसले कोषको पैसा अपचलन गर्यो। अपचलन प्रकरणमा उसलाई पक्राउ गरियो। अपचलन प्रकरणमा उसलाई पक्राउ गरियो। अपचलन रोक्न कडा निगरानी आवश्यक छ। अपचलन रोक्न कडा निगरानी आवश्यक छ। छोटो। यो सडक धेरै छोटो छ। यो सडक धेरै छोटो छ। मसँग छोटो समय मात्र छ। मसँग छोटो समय मात्र छ। उसले छोटो सन्देश पठायो। उसले छोटो सन्देश पठायो। हिंसा। हिंसा गर्नु गलत काम हो। हिंसा गर्नु गलत काम हो। उसले हिंसाबाट टाढा रहनुपर्छ। उसले हिंसाबाट टाढा रहनुपर्छ। विद्यालयमा कुनै पनि प्रकारको हिंसा स्वीकार्य हुँदैन। विद्यालयमा कुनै पनि प्रकारको हिंसा स्वीकार्य हुँदैन। पुतली। बगैँचामा धेरै रङ्गीन पुतलीहरू उडिरहेका छन्। बगैँचामा धेरै रङ्गीन पुतलीहरू उडिरहेका छन्। उसले एउटा सुन्दर पुतली फोटो खिच्यो।
उसले एउटा सुन्दर पुतली फोटो खिच्यो। पुतली फूलमा बसेर रस चुन्दै थियो। पुतली फूलमा बसेर रस चुन्दै थियो। जिब्रो। जिब्रो पोल्यो। जिब्रो पोल्यो। उसले जिब्रो देखाउँदै मजाक गर्यो। उसले जिब्रो देखाउँदै मजाक गर्यो। चिसो भएर मेरो जिब्रो सुन्नियो। चिसो भएर मेरो जिब्रो सुन्नियो। अपराध। अपराध गर्नु गम्भीर काम हो। अपराध गर्नु गम्भीर काम हो। अपराधमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो। अपराधमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो। अपराध रोक्न कडा नियम आवश्यक छ। अपराध रोक्न कडा नियम आवश्यक छ। लामखुट्टे। लामखुट्टेले मलाई टोस्यो। लामखुट्टेले मलाई टोस्यो। शुद्ध लामखुट्टेले धेरै सतायो। शुद्ध लामखुट्टेले धेरै सतायो। लामखुट्टेबाट बस्न मलेम लगाउनु पर्छ। लामखुट्टेबाट बस्न मलेम लगाउनु पर्छ। बिच्छी। बिच्छीले डसेर उसलाई दुखाइदियो। बिच्छीले डसेर उसलाई दुखाइदियो। यो ठाउँमा राति बिच्छी देखिन सक्छ। यो ठाउँमा राति बिच्छी देखिन सक्छ। बिच्छीको दसाई बहुत खतरनाक हुन सक्छ। बिच्छीको दसाई बहुत खतरनाक हुन सक्छ। आमाशय। मलाई आमाशयमा दुखाइ भइरहेको छ। मलाई आमाशयमा दुखाइ भइरहेको छ। तीखा खाना खाँदा आमाशयमा समस्या हुन सक्छ। तीखा खाना खाँदा आमाशयमा समस्या हुन सक्छ। डाक्टरले उनको आमाशय जाँच्न सल्लाह दिए। डाक्टरले उनको आमाशय जाँच्न सल्लाह दिए। महुरी। महुरीले मलाई टोस्यो। महुरीले मलाई टोस्यो। महुरीहरू फूलबाट रस सङ्कलन गरिरहेका छन्। महुरीहरू फूलबाट रस सङ्कलन गरिरहेका छन्। महुरीको घार नजिक जानु खतरनाक हुन सक्छ। महुरीको घार नजिक जानु खतरनाक हुन सक्छ। दुर्गन्ध। यो कोठामा दुर्गन्ध आएको छ। यो कोठामा दुर्गन्ध आएको छ। उसले दुर्गन्ध हटाउन झ्याल खोलेको छ। उसले दुर्गन्ध हटाउन झ्याल खोलेको छ। कचरा धेरै जम्दा दुर्गन्ध फैलिन्छ। कचरा धेरै जम्दा दुर्गन्ध फैलिन्छ। पाद। उसले जोरले पाद गर्यो। उसले जोरले पाद गर्यो। पाठशालामा पाद आएर सबै हाँसे। पाठशालामा पाद आएर सबै हाँसे। पाद रोक्न नसक्दा उसलाई लाज लाग्यो। पाद रोक्न नसक्दा उसलाई लाज लाग्यो। गर्भवती। उनी गर्भवती भएकी छिन्। उनी गर्भवती भएकी छिन्। गर्भवती महिलाले पौष्टिक खाना खानुपर्छ। गर्भवती महिलाले पौष्टिक खाना खानुपर्छ।
डाक्टरले गर्भवतीलाई नियमित जाँच गर्न भने। डाक्टरले गर्भवतीलाई नियमित जाँच गर्न भने। बसना। यो परफ्युमको बसना धेरै मिठो छ। यो परफ्युमको बसना धेरै मिठो छ। भान्सामा खाना पकाउने बसना आइरहेको छ। भान्सामा खाना पकाउने बसना आइरहेको छ। फूलको बसनाले घर सुगन्धित भयो। फूलको बसनाले घर सुगन्धित भयो। सयाखुट्टे। सयाखुट्टे कोठामा देखिँदा सबै तर्सिए। सयाखुट्टे कोठामा देखिँदा सबै तर्सिए। सयाखुट्टेले उसलाई टोस्यो। सयाखुट्टेले उसलाई टोस्यो। सयाखुट्टेबाट बस्न उसले ओछ्यान सार्यो। सयाखुट्टेबाट बस्न उसले ओछ्यान सार्यो। चट्याङ। हिजो राति जोरले चट्याङ पर्यो। हिजो राति जोरले चट्याङ पर्यो। चट्याङबाट बस्न ऊ घरभित्र पस्यो। चट्याङबाट बस्न ऊ घरभित्र पस्यो। बर्खामा चट्याङ लाग्ने सम्भावना धेरै हुन्छ। बर्खामा चट्याङ लाग्ने सम्भावना धेरै हुन्छ। दुब्लो। ऊ धेरै दुब्लो भएको छ। ऊ धेरै दुब्लो भएको छ। दुब्ली मान्छेलाई थप खानु पर्छ। दुब्ली मान्छेलाई थप खानु पर्छ। साना बच्चा दुब्लो भए डाक्टरलाई देखाउनु पर्छ। साना बच्चा दुब्लो भए डाक्टरलाई देखाउनु पर्छ। आँखा। उनको आँखा धेरै सुन्दर छन्। उनको आँखा धेरै सुन्दर छन्। मेरो आँखा पोलिरहेछ। मेरो आँखा पोलिरहेछ। आँखा बचाउन चस्मा लगाउनु पर्छ। आँखा बचाउन चस्मा लगाउनु पर्छ। घुस। अधिकारीले घुस लिएर काम गर्यो। अधिकारीले घुस लिएर काम गर्यो। घुस दिनु गैर कानुनी हो। घुस दिनु गैर कानुनी हो। घुस भ्रष्टाचारको ठूलो रूप हो। घुस भ्रष्टाचारको ठूलो रूप हो। झिङ्गा। रसोई घरमा धेरै झिङ्गा देखिए। रसोई घरमा धेरै झिङ्गा देखिए। झिङ्गाले खाना बिगार्यो। झिङ्गाले खाना बिगार्यो। झिङ्गा नआओस् भनेर उसले छानो ढाक्यो। झिङ्गा नआओस् भनेर उसले छानो ढाक्यो। छाला। उनको छाला धेरै नरम छ। उनको छाला धेरै नरम छ। चिसो हावाले छाला सुक्यो। चिसो हावाले छाला सुक्यो। छालामा र्यास आउने समस्या छ। छालामा र्यास आउने समस्या छ। फोक्सो। धेरै धुम्रपानले फोक्सो बिग्रन्छ। धेरै धुम्रपानले फोक्सो बिग्रन्छ। फोक्सोको एक्स-रे गर्न डाक्टरले भने। फोक्सोको एक्स-रे गर्न डाक्टरले भने। फोक्सोमा संक्रमण भए उसलाई सास फेर्न गाह्रो हुन्छ।
फोक्सोमा संक्रमण भए उसलाई सास फेर्न गाह्रो हुन्छ। डाका। डाकाले बैंक लुट्यो। डाकाले बैंक लुट्यो। राति घरमा डाका परेको खबर आयो। राति घरमा डाका परेको खबर आयो। डाका नियन्त्रणका लागि प्रहरी सतर्क छ। डाका नियन्त्रणका लागि प्रहरी सतर्क छ। अपहरण। उसको अपहरण भएको खबर आयो। उसको अपहरण भएको खबर आयो। अपहरण गर्ने समूहलाई प्रहरीले समायो। अपहरण गर्ने समूहलाई प्रहरीले समायो। बालबालिकालाई अपहरणबाट बचाउन चेतावनी दिइयो। बालबालिकालाई अपहरणबाट बचाउन चेतावनी दिइयो। माग्ने। ऊ सबैसँग माग्ने बानी भएको मान्छे हो। ऊ सबैसँग माग्ने बानी भएको मान्छे हो। उसको माग्ने स्वभावले सबैलाई दिक्क लाग्यो। उसको माग्ने स्वभावले सबैलाई दिक्क लाग्यो। माग्ने बानी छोडेर आफ्नै मेहनतमा भर पर्नुपर्छ। माग्ने बानी छोडेर आफ्नै मेहनतमा भर पर्नुपर्छ। कलेजो। धेरै मदिरा खाँदा कलेजोमा समस्या हुन सक्छ। धेरै मदिरा खाँदा कलेजोमा समस्या हुन सक्छ। डाक्टरले उनको कलेजो जाँच गर्न भने। डाक्टरले उनको कलेजो जाँच गर्न भने। कलेजो शरीरको महत्त्वपूर्ण अंग हो। कलेजो शरीरको महत्त्वपूर्ण अंग हो। पूर्वक। उहाँले सम्मानपूर्वक उत्तर दिनुभयो। उहाँले सम्मानपूर्वक उत्तर दिनुभयो। हामीले धन्यवादपूर्वक सहयोग स्वीकार्यौं। हामीले धन्यवादपूर्वक सहयोग स्वीकार्यौं। उनीहरूले खुशीपूर्वक निन्दा स्वीकार गरे। उनीहरूले खुशीपूर्वक निन्दा स्वीकार गरे। बरफ। पानी बरफ भएर कडा भयो। पानी बरफ भएर कडा भयो। उसले पेयमा 2 टुक्रा बरफ राख्यो। उसले पेयमा 2 टुक्रा बरफ राख्यो। बरफ पग्लदा पानी बग्न थाल्छ। बरफ पग्लदा पानी बग्न थाल्छ। औंला। उसको औंला घाइते भयो। उसको औंला घाइते भयो। मेरो औंला चिसोले सुन्नियो। मेरो औंला चिसोले सुन्नियो। औंलाले इशारा गर्दै उनले दिशा देखाइन्। औंलाले इशारा गर्दै उनले दिशा देखाइन्। तस्करी। सीमामा सुनको तस्करी भइरहेको थियो। सीमामा सुनको तस्करी भइरहेको थियो। पुलिसले तस्करी गर्ने समूहलाई पक्राउ गर्यो। पुलिसले तस्करी गर्ने समूहलाई पक्राउ गर्यो। तस्करी रोक्न कडा निगरानी आवश्यक छ। तस्करी रोक्न कडा निगरानी आवश्यक छ। मौसम। आज मौसम धेरै राम्रो छ। आज मौसम धेरै राम्रो छ। हिजो मौसम एकाएक बिग्रियो। हिजो मौसम एकाएक बिग्रियो।
बर्खामा मौसम छिट्टै बदलिन्छ। बर्खामा मौसम छिट्टै बदलिन्छ। हावापानी। यो ठाउँको हावापानी निकै चिसो छ। यो ठाउँको हावापानी निकै चिसो छ। हावापानी परिवर्तन हुँदा मानिसहरूको स्वास्थ्यमा असर पर्छ। हावापानी परिवर्तन हुँदा मानिसहरूको स्वास्थ्यमा असर पर्छ। पहाड र तराईको हावापानी धेरै फरक हुन्छ। पहाड र तराईको हावापानी धेरै फरक हुन्छ। कान। उसको कानमा दुखाइ छ। उसको कानमा दुखाइ छ। कानले ठूलो आवाज सहन गाह्रो हुन्छ। कानले ठूलो आवाज सहन गाह्रो हुन्छ। उसले संगीत सुन्न कानफोन लगायो। उसले संगीत सुन्न कानफोन लगायो। चोरी। हिजो राति पसलमा चोरी भयो। हिजो राति पसलमा चोरी भयो। उसलाई चोरी गरेको आरोप लाग्यो। उसलाई चोरी गरेको आरोप लाग्यो। चोरी रोक्न सीसीटीभी क्यामेरा राखियो। चोरी रोक्न सीसीटीभी क्यामेरा राखियो। माकुरा। छानामा ठूलो माकुरा देखियो। छानामा ठूलो माकुरा देखियो। माकुराले जालो बुन्दै थियो। माकुराले जालो बुन्दै थियो। उसले माकुरा नडराउनु भनेर मलाई भन्यो। उसले माकुरा नडराउनु भनेर मलाई भन्यो। चक्कु। उसले तरकारी काट्न चक्कु प्रयोग गर्यो। उसले तरकारी काट्न चक्कु प्रयोग गर्यो। चक्कु तीखो भएकाले ध्यान देऊ। चक्कु तीखो भएकाले ध्यान देऊ। उनीले चक्कु लिएर रोटी काटिन्। उनीले चक्कु लिएर रोटी काटिन्। उपहार। म विदेशबाट परिवारका लागि उपहार लिएर आएँ। म विदेशबाट परिवारका लागि उपहार लिएर आएँ। उसले मलाई सुन्दर उपहार दियो। उसले मलाई सुन्दर उपहार दियो। नेपाल जाने जो कोहीले चिया उपहारमा ल्याउँछन्। नेपाल जाने जो कोहीले चिया उपहारमा ल्याउँछन्। आत्मा। मानिसको आत्मा शरीर मरेपछि पनि बाँच्छ भन्ने विश्वास छ। मानिसको आत्मा शरीर मरेपछि पनि बाँच्छ भन्ने विश्वास छ। गीतले मेरो आत्मालाई छोयो। गीतले मेरो आत्मालाई छोयो। उसको आवाजले आत्मामा शान्ति दिन्छ। उसको आवाजले आत्मामा शान्ति दिन्छ। पखाला। मलाई पखाला लागेको छ। मलाई पखाला लागेको छ। बासी खाना खाँदा पखाला हुन सक्छ। बासी खाना खाँदा पखाला हुन सक्छ। पखाला भएमा धेरै पानी पिउनु आवश्यक छ। पखाला भएमा धेरै पानी पिउनु आवश्यक छ। कब्जियत। मलाई धेरै दिनदेखि कब्जियत भएको छ। मलाई धेरै दिनदेखि कब्जियत भएको छ। कम पानी पिउँदा कब्जियत हुन सक्छ। कम पानी पिउँदा कब्जियत हुन सक्छ।
कब्जियत हटाउन फलफूल र पानी धेरै खानुपर्छ। कब्जियत हटाउन फलफूल र पानी धेरै खानुपर्छ। बान्ता, मलाई बान्ता आएको छ। मलाई बान्ता आएको छ। उसले बिग्रिएको खाना खाएर बान्ता गर्यो। उसले बिग्रिएको खाना खाएर बान्ता गर्यो। बान्ता रोकिन नाले डाक्टर कहाँ जानुपर्छ? बान्ता रोकिन नाले डाक्टर कहाँ जानुपर्छ? मुद्दा, उनीहरू बीचको विवाद मुद्दामा गए। उनीहरू बीचको विवाद मुद्दामा गए। उसले गलत आरोपका विरुद्ध मुद्दा दायर गर्यो। उसले गलत आरोपका विरुद्ध मुद्दा दायर गर्यो। मुद्दा समाप्त हुन धेरै समय लाग्यो। मुद्दा समाप्त हुन धेरै समय लाग्यो। सुई, डाक्टरले मलाई सुई लगाए। डाक्टरले मलाई सुई लगाए। सुई लगाउँदा अलि दुख्यो। सुई लगाउँदा अलि दुख्यो। बच्चालाई खोपका लागि सुई लगाइयो। बच्चालाई खोपका लागि सुई लगाइयो। जीवाणु, हात नधोए जीवाणु लाग्न सक्छ। हात नधोए जीवाणु लाग्न सक्छ। जीवाणु मार्न साबुनले राम्रोसँग हात धुनुहोस्। जीवाणु मार्न साबुनले राम्रोसँग हात धुनुहोस्। बासी खाना खाँदा जीवाणुले रोग लाग्न सक्छ। बासी खाना खाँदा जीवाणुले रोग लाग्न सक्छ। निर्देश, उसले मलाई स्पष्ट निर्देश दियो। उसले मलाई स्पष्ट निर्देश दियो। शिक्षकका निर्देश अनुसार गृहकार्य गर। शिक्षकका निर्देश अनुसार गृहकार्य गर। निर्देश नमान्दा काम बिग्रन सक्छ। निर्देश नमान्दा काम बिग्रन सक्छ। भाग्यफल, म आजको भाग्यफल हेर्दैछु। म आजको भाग्यफल हेर्दैछु। भाग्यफलले राम्रो दिन देखाएको छ। भाग्यफलले राम्रो दिन देखाएको छ। म पत्रिकामा आउने भाग्यफल कहिलेकाहीँ पढ्छु। म पत्रिकामा आउने भाग्यफल कहिलेकाहीँ पढ्छु। समाधि, उसका बुबाको समाधि गाउँमा छ। उसका बुबाको समाधि गाउँमा छ। राजाको समाधि धेरै मानिसले हेर्न जान्छन्। राजाको समाधि धेरै मानिसले हेर्न जान्छन्। समाधि बनाउने काम सकियो। समाधि बनाउने काम सकियो। अन्त्येष्टि, उनीहरू आज काकाको अन्त्येष्टिमा गए। उनीहरू आज काकाको अन्त्येष्टिमा गए। अन्त्येष्टि गर्न परिवार र आफन्तहरू भेला भए। अन्त्येष्टि गर्न परिवार र आफन्तहरू भेला भए। अन्त्येष्टिपछि सबैले श्रद्धाञ्जली अर्पण गरे। अन्त्येष्टिपछि सबैले श्रद्धाञ्जली अर्पण गरे। लुटपाट, दानमा पसलमा लुटपाट भयो। दानमा पसलमा लुटपाट भयो। लुटपाट गर्ने समूहलाई प्रहरीले समात्यो।
लुटपाट गर्ने समूहलाई प्रहरीले समात्यो। युद्धमा धेरै ठाउँमा लुटपाट भएको थियो। युद्धमा धेरै ठाउँमा लुटपाट भएको थियो। भाँच्नु। उसले रुखको टहनी भाँच्यो। उसले रुखको टहनी भाँच्यो। फूलको डाँडा नभाँच्नुहोस्। फूलको डाँडा नभाँच्नुहोस्। खेल्दा उसको हातको औँला भाँचियो। खेल्दा उसको हातको औँला भाँचियो। पर्स। मेरा पर्स हरायो। मेरा पर्स हरायो। उनीले नयाँ पर्स किने। उनीले नयाँ पर्स किने। पर्सभित्र धेरै पैसा छ। पर्सभित्र धेरै पैसा छ। जहाज। हामी जहाजमा बसेर नदी पार गर्यौं। हामी जहाजमा बसेर नदी पार गर्यौं। म जहाज यात्रामा जान चाहन्छु। म जहाज यात्रामा जान चाहन्छु। ठूलो जहाज समुद्रमा चलिरहेको छ। ठूलो जहाज समुद्रमा चलिरहेको छ। स्मृति। यो फोटो हाम्रो विवाहको स्मृति हो। यो फोटो हाम्रो विवाहको स्मृति हो। उनले यात्राको स्मृति रूपमा सानो उपहार दिए। उनले यात्राको स्मृति रूपमा सानो उपहार दिए। हामीले स्मृति दिवस मनायौं। हामीले स्मृति दिवस मनायौं। गुप्त। यो कुरा गुप्त राख्नुहोस्। यो कुरा गुप्त राख्नुहोस्। उसले मलाई गुप्त जानकारी दियो। उसले मलाई गुप्त जानकारी दियो। दुवैबीच गुप्त समझदारी थियो। दुवैबीच गुप्त समझदारी थियो। फुसफुसाउनु। उसले मेरो कानमा फुसफुसाइन्। उसले मेरो कानमा फुसफुसाइन्। हामीले कक्षामा फुसफुसाएर कुरा गर्यौं। हामीले कक्षामा फुसफुसाएर कुरा गर्यौं। उसले गुप्त कुरा फुसफुसाएर भन्न खोज्यो। उसले गुप्त कुरा फुसफुसाएर भन्न खोज्यो। अड्डा। केकको अड्डा खाएर बाँकी राखिदिए। केकको अड्डा खाएर बाँकी राखिदिए। ऊ आधा बाटो आएपछि फर्कियो। ऊ आधा बाटो आएपछि फर्कियो। गिलासमा आधा पानी छ। गिलासमा आधा पानी छ। जेब। म जेबमा पैसा राख्छु। म जेबमा पैसा राख्छु। उसको जेबबाट चिठी फेला पर्यो। उसको जेबबाट चिठी फेला पर्यो। जेबमा मोबाइल राखेर हिँड्नु असुरक्षित हुन सक्छ। जेबमा मोबाइल राखेर हिँड्नु असुरक्षित हुन सक्छ। हुलाक। म हुलाकबाट पत्र पठाउँदैछु। म हुलाकबाट पत्र पठाउँदैछु। हुलाक घर कहाँ छ? हुलाक घर कहाँ छ? हुलाक सामान आइपुग्न 2 दिन लाग्छ। हुलाक सामान आइपुग्न 2 दिन लाग्छ। इनार।
गाउँमा पुरानो इनार छ। गाउँमा पुरानो इनार छ। इनारबाट पानी तान्न डोरी चाहिन्छ। इनारबाट पानी तान्न डोरी चाहिन्छ। उनीहरूले इनार सफा गर्ने काम थाले। उनीहरूले इनार सफा गर्ने काम थाले। सतर्कता। हामीले रातमा यात्रा गर्दा सतर्कता अपनाउनु पर्छ। हामीले रातमा यात्रा गर्दा सतर्कता अपनाउनु पर्छ। पुलिसले घटनास्थल वरपर सतर्कता बढाएको छ। पुलिसले घटनास्थल वरपर सतर्कता बढाएको छ। पहाडियो बाटोमा हिँड्दा सतर्कता आवश्यक हुन्छ। पहाडियो बाटोमा हिँड्दा सतर्कता आवश्यक हुन्छ। दिक्क लाग्नु। उही खाना बारम्बार खाँदा दिक्क लाग्यो। उही खाना बारम्बार खाँदा दिक्क लाग्यो। म त्यही गीत सुन्दा सुन्दा दिक्क परे। म त्यही गीत सुन्दा सुन्दा दिक्क परे। उसको झुट कुरा सुन्दै दिक्क लाग्छ। उसको झुट कुरा सुन्दै दिक्क लाग्छ। मजाक। ऊ त्यो कुरा मजाकमा भनिरहेको थियो। ऊ त्यो कुरा मजाकमा भनिरहेको थियो। मजाक नबनाऊ, म गम्भीर छु। मजाक नबनाऊ, म गम्भीर छु। उसले मेरो बारेमा मजाक गर्यो। उसले मेरो बारेमा मजाक गर्यो। मोती। उनले मोतीको हार लगाएर कार्यक्रममा गइन्। उनले मोतीको हार लगाएर कार्यक्रममा गइन्। यो मोती धेरै महँगो छ। यो मोती धेरै महँगो छ। समन्दरबाट मोती निकाल्न कठिन हुन्छ। समन्दरबाट मोती निकाल्न कठिन हुन्छ। चलन। यो वर्ष ठूलो कोट लगाउने चलन छ। यो वर्ष ठूलो कोट लगाउने चलन छ। हेयरस्टाइल बदल्ने चलन युवाहरूमा धेरै छ। हेयरस्टाइल बदल्ने चलन युवाहरूमा धेरै छ। विदेशी गीतहरू अहिले नेपालमा चलनमा छन्। विदेशी गीतहरू अहिले नेपालमा चलनमा छन्। अभिव्यक्ति। उनको अभिव्यक्ति धेरै स्पष्ट छ। उनको अभिव्यक्ति धेरै स्पष्ट छ। भावना व्यक्त गर्न सही अभिव्यक्ति आवश्यक हुन्छ। भावना व्यक्त गर्न सही अभिव्यक्ति आवश्यक हुन्छ। यो वाक्यको अभिव्यक्ति अलि कडा लाग्छ। यो वाक्यको अभिव्यक्ति अलि कडा लाग्छ। नीति। समाजमा बस्नका लागि राम्रो नीति आवश्यक छ। समाजमा बस्नका लागि राम्रो नीति आवश्यक छ। उसले कार्यस्थलमा नैतिक नीति पालन गर्छ। उसले कार्यस्थलमा नैतिक नीति पालन गर्छ। नीति बिना कुनै निर्णय सही हुन सक्दैन। नीति बिना कुनै निर्णय सही हुन सक्दैन। तापमान। आजको तापमान कति छ? आजको तापमान कति छ? पानीको तापमान धेरै चिसो छ। पानीको तापमान धेरै चिसो छ। शरीरको सामान्य तापमान 37 डिग्री जति हुन्छ।
शरीरको सामान्य तापमान 37 डिग्री जति हुन्छ। घृणा। म उसप्रति घृणा राख्दिन। म उसप्रति घृणा राख्दिन। झूठ बोल्ने बानीले घृणा पैदा गर्छ। झूठ बोल्ने बानीले घृणा पैदा गर्छ। घृणा मनमा राखेर बाँच्न कठिन हुन्छ। घृणा मनमा राखेर बाँच्न कठिन हुन्छ। उपवास। आज उसले उपवास गरिएको छ। आज उसले उपवास गरिएको छ। केटीहरूले तीजमा उपवास बस्छन्। केटीहरूले तीजमा उपवास बस्छन्। स्वास्थ्यका लागि उपवास बस्ने प्रचलन पनि छ। स्वास्थ्यका लागि उपवास बस्ने प्रचलन पनि छ। द्रव। यो बोतलमा रातो द्रव छ। यो बोतलमा रातो द्रव छ। द्रव र ठोस बीचको फरक बुझ्न जरुरी छ। द्रव र ठोस बीचको फरक बुझ्न जरुरी छ। यो औषधि द्रव रूपमा प्रयोग हुन्छ। यो औषधि द्रव रूपमा प्रयोग हुन्छ। नाटक। स्कुलमा आज नयाँ नाटक प्रस्तुति भयो। स्कुलमा आज नयाँ नाटक प्रस्तुति भयो। उनी नाटक खेल्न धेरै मन पराउँछिन्। उनी नाटक खेल्न धेरै मन पराउँछिन्। यो नाटकले सामाजिक समस्या देखाएको छ। यो नाटकले सामाजिक समस्या देखाएको छ। लिङ्ग। फारममा आफ्नो लिङ्ग लेख्नुहोस्। फारममा आफ्नो लिङ्ग लेख्नुहोस्। लिङ्गका आधारमा भेदभाव गर्नु हुँदैन। लिङ्गका आधारमा भेदभाव गर्नु हुँदैन। यस विद्यालयमा लिङ्ग समानतामा जोड दिइन्छ। यस विद्यालयमा लिङ्ग समानतामा जोड दिइन्छ। सम्मान। हामी गुरुलाई सम्मान गर्नुपर्छ। हामी गुरुलाई सम्मान गर्नुपर्छ। उनको मेहनतले सबैको सम्मान पाएको छ। उनको मेहनतले सबैको सम्मान पाएको छ। सम्मान बिना सम्बन्ध मजबुत हुँदैन। सम्मान बिना सम्बन्ध मजबुत हुँदैन। सबेरै। म सबेरै उठ्छु। म सबेरै उठ्छु। सबेरै हिँड्न मौसम राम्रो थियो। सबेरै हिँड्न मौसम राम्रो थियो। सबेरै बजार जान धेरै मानिस उठ्छन्। सबेरै बजार जान धेरै मानिस उठ्छन्। चाक। उसको चाक दुख्यो। उसको चाक दुख्यो। चाकमा बस्न सजिलो हुनुपर्छ। चाकमा बस्न सजिलो हुनुपर्छ। ऊ बच्चालाई चाक समातेर उठाइन्। ऊ बच्चालाई चाक समातेर उठाइन्। शब्दकोश। मैले अर्थ हेर्न शब्दकोश खोले। मैले अर्थ हेर्न शब्दकोश खोले। शब्दकोश बिना नयाँ भाषा सिक्न गाह्रो हुन्छ। शब्दकोश बिना नयाँ भाषा सिक्न गाह्रो हुन्छ। तिमीले राम्रो अंग्रेजी शब्दकोश प्रयोग गर। तिमीले राम्रो अंग्रेजी शब्दकोश प्रयोग गर। चुरोट। ऊ धेरै चुरोट खान्छ। ऊ धेरै चुरोट खान्छ।
चुरोट खानु स्वास्थ्यका लागि हानिकारक छ। चुरोट खानु स्वास्थ्यका लागि हानिकारक छ। यहाँ चुरोट खानु निषेध गरिएको छ। यहाँ चुरोट खानु निषेध गरिएको छ। थाल। म बिहान भात थालमा खाँदैछु। म बिहान भात थालमा खाँदैछु। थाल राम्रोसँग धोउनुस्। थाल राम्रोसँग धोउनुस्। उनीहरूले पाहुनालाई खाना थालमा राखेर दिए। उनीहरूले पाहुनालाई खाना थालमा राखेर दिए। अंगुर। मलाई अंगुर खान मन पर्छ। मलाई अंगुर खान मन पर्छ। बजारमा ताजा अंगुर पाइन्छ। बजारमा ताजा अंगुर पाइन्छ। अंगुर बिहान खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। अंगुर बिहान खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। एकान्त। म एकान्तमा बस्न चाहन्छु। म एकान्तमा बस्न चाहन्छु। एकान्तमा पुस्तक पढ्न मजा आउँछ। एकान्तमा पुस्तक पढ्न मजा आउँछ। उनी एकान्तमा ध्यान गरिरहेकी थिइन्। उनी एकान्तमा ध्यान गरिरहेकी थिइन्। कल्पना। उसको कथा केवल कल्पना मात्र हो। उसको कथा केवल कल्पना मात्र हो। म कल्पना गर्न सक्दिन कि त्यो कस्तो होला। म कल्पना गर्न सक्दिन कि त्यो कस्तो होला। कल्पना शक्ति बढाउन पढ्नु मद्दत गर्छ। कल्पना शक्ति बढाउन पढ्नु मद्दत गर्छ। साएगोम दे गोशिचो अरिगातो गोजाइमासिता। च्याननेरु तोरोकु तो कोह्योका दे ओएना सिते इतादाकेरु तो। तोतेमो हागेमे नि नारी मासु। मता जिकाइनो दोगा दे ओआइसी मासुने।